विद्यार्थीहरूलाई टाउकोमा ताकी ताकी गोली हानेर मार्दाखेरि चुइको नबोल्ने यिनीहरूको बाउको गुन्ने तल गरेर लुक्ने विद्यार्थी सङ्गठनहरू अहिले हुन्छ नि बालिन सरकार आएपछि विद्यार्थी सङ्गठनहरू खारेज गर्ने भनिसकेपछि यो विद्यार्थी सङ्गठनका छाउराहरू बाउका छाउराहरू चाहिँ चेतावनी दिएछन् विद्यार्थी सङ्गठन खारेज गर्नु हुँदैन, खारेज गर्न लाग्यो भने यहाँ त्यहाँ भन्दै चेतावनी दिएछन् बालिन सरकार अब बन्दी गरेको सरकारलाई। होइन किन चाहियो विद्यार्थीहरूलाई टाउकोमा गोली ठोकी ठोकी मार्दाखेरि तिमीहरू चुइको नबोल्ने, झन्डा चलाउँदाखेरि तिमीहरू हुन्छ नि फिल्डमा उत्रिने, विद्यार्थीहरू मर्दाखेरि विद्यार्थीमाथि आतङ्क हुँदाखेरि तिमीहरू बोल्न नसक्ने, होइन स्कुलमा विद्यार्थी पढिरहेका विद्यार्थीहरू गएर भविष्य बर्बाद गर्न ताहा चलाएर हिँड्ने तिमीहरू हुन्छ नि बाउको गुन्यो बोक्दै हिँड्ने, बाउको चोलो बोक्दै हिँड्ने, बाउको खुट्टो मसाज गर्दै हिँड्ने, बाउको गु चाड्दै हिँड्ने, बाउको तौलो बोकेर हिँड्ने। तिमीहरूलाई त्यहाँ तिमीहरू विद्यार्थी सङ्गठनमा बसेर कुनै फाइदा छ? विद्यार्थी सङ्गठनको अर्थ के थाहा छ? विद्यार्थीलाई गाह्रो साह्रो पर्दा विद्यार्थीहरूलाई अन्याय हुँदा तिमीहरूले बोल्यौ, यदि चुनको आवाज निक्ल्यो, त्यत्रा त्यत्रा भाइ बहिनीहरू मर्दाखेरि तिमीहरूको आवाज निक्लियो। अनि अहिले विद्यार्थी सङ्गठन र नेपाली सन्तानले चाहिन्छ जस्तो लाग्छ तिमीहरूलाई? खारेज अभियसली खारेज हुन्छ। विद्यार्थी सङ्गठनको नाममा तिमीहरूले हुन्छ नि बाउको तल चढ्दै पार्टीको समर्थकहरू बसेका छौ, अनि तिमीहरूले विद्यार्थी सङ्गठन राख्नुपर्ने अर्थ छैन बाबु। तिमीलाई विद्यार्थी सङ्गठन भएर तिमीहरूको नाम चाहिँ सिधै सङ्गठन राख्ने भए पार्टीको सङ्गठन नराख नाम राख, होइन भनेपछि विद्यार्थी सङ्गठन भन्दै विद्यार्थीहरूको बेइज्जत नगर, विद्यार्थीको नाममा राजनीति नगर। तिमीहरूको कुनै अर्थ छैन। बाउको तल्लो चाड्न जन्मेका हौ तिमीहरू, बाउको तल्लो चाड्नलाई त्यहाँसम्म पुगेको, बाउको तल्लो चाडेर त्यति पद पाएका हौ, त्यही भएर चुप्प लाएर खारेज गर्नै पर्छ। म पनि यसमा एकदम बोल्ड एक्सन लिनुपर्छ, बालिन शाहले बोल्ड एक्सन लिनुपर्छ र यो विद्यार्थी सङ्गठनलाई एक एक खारेज गर्नुपर्छ र यिनीहरूलाई हुन्छ नि अझै माथि बसेर बाउको हुन्छ नि अलिअलि यसो रासन पानी खाएर जति घोक्रो फुलाएको छ नि त्यो घोक्रो फुलाउने पनि तल स्टेजमा पुगाउनुपर्छ यिनीहरूलाई। अनि बल्ल थाहा हुन्छ अस्ति त्यो आवाज उठाउनु पर्दो रहेछ कि रहेनछ कि हुन्छ नि विद्यार्थी सङ्गठनको अर्थ के रहेछ भनेर बल्ल यिनीहरूलाई थाहा हुन्छ। खारेज हुनै पर्छ भन्छु म पनि विद्यार्थी सङ्गठन।